ज्ञान त केटा नहुन त पर्यो होइन यस्तो भयो भने एमा पौडी खेल्न जान्दैन है भित्री भित्री एकचोटि ल सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो अनि आजको भिडियो चाहिँ अलि अब आज मोटो भ्लग गर्ने सोचिरहेको छु अब के हुन्छ कस्तो हुन्छ हेर्नु फेरि नयाँ लुसमा खतरा देखेको कि फेरि यता सुरक्षा अलि अलि हल्ले होला न रोक्नु एकछिन ल अब देखियो यहाँ हेलमेट नराखेको कि मैले त्यही भएर टक्क लाएर कस्तो देखिएर नयाँ कपाल त नयाँ होइन लुक्स नयाँ हो त्यही भएर यता आएर सुधि ब्लग्स ल सबले सब्सक्राइब हान्नु पऱ्यो होइन पऱ्यो कति पुग्यो सब्सक्राइबर 222 सायद 222 अब छिटै पुऱ्याउनु पर्छ 300 400 500 कति हो अहिले सँगै जानुपर्छ के ल त्यही यो सबैले हिजो हालेको ब्लगमा धेरै हिजो अस्ति भनौँ अब यो भिडियो त भोलि आउँछ नि त फेरि अनि त्यो अस्ति हालेको भिडियोमा धेरैभन्दा धेरै माया दिनुभएको छ अनि भिडियो हालेको केही समयमा 25 सब्सक्राइबर बढेको थियो त्यसमा निकै खुसी छु म मेरो लागि सानो होइन कि त्यो ठुलै हो मेरो लागि किनकि सब्सक्राइबर थोरै छन् नि त आवाज यसको खतरा छ नि होइन अलि जोडसँग बोल है यहाँ सुनिँदा क्या फेरि ओ स्ट्यान्डै लाएर नि त धेरै पछि मोटो भ्लग गरेको कस्तो लागिरहेको यार सुदीप आशा छ सबैले मन पराइदिनु भएको छ यति धेरै माया दिनुभएको छ किनभने अहिलेको समयमा सबै सब्सक्राइबर भन्दा पनि अब सब युट्युबर बन्ने सोच्छ सबले भ्लग सुरु गरे हुन्छन् त्यस कारणले हाम्रो पूर्वदेखि हल्का कम भएको हो अनि हामी बिस्तारै रेसियोमा जानुपर्छ अब 1K पुग्दैछ हामीलाई धेरै सब्सक्राइबर चाहिएको छैन कि अब 120 समथिङ चाहियो 120-30 चाहिएको छ 120-30 जनताले एकैचोटि ल सब्सक्राइब हानौँ त जति सक्नुहुन्छ हजुरले चिनेको एउटा दुईटा साथी सबैलाई सेयर गरिदिनु होला यो भिडियो हेरिदिनु भएको सबैमा मैले अनुरोध गरेँ तपाईँहरूको एक सेयरले मलाई कति ठुलो हुन्छ हामी मेम्बर जोड्न 800 मेम्बर जोड्न सफल भएका छौँ अब पूजा भयो लेट्स गो गाइजहरू अनि धेरै माया छ सबैमा अघि लाउड छ कि फेरि यसको साउन्ड माया जस्तोले एकजस्ट हाल्नै पर्दैन के यस्तो वाइल्ड सुन्नु है एकचोटि ल परस्पर के यत्रा चाहियो यो पछि ल सबैजनाले सब्सक्राइब गरौँ यो चाहिँ मैले चिनेको दाइको बाइक हो अनि आजको लागि मोटो भ्लग हान्छु भनेर लिएको थिएँ अनि मेरोमा फेरि वाइड एङ्गल हुँदैन नि त त्यही भएर मैले सुदीपको देखि गर्छु सबै प्रायः मेरो वाइड एङ्गलवाला भिडियो चाहिँ सुदीपकोबाट बनेको हुन्छन् पेट्रोल हाल्नु त आइम हेर केटा यता दिनु खै पेट्रोल हाल्न त आयो 100 रुपियाँ पेट्रोल हाल्न यत्रो बेर कुद्नु पऱ्यो हामीलाई ट्याङ्की हेर्ने निल 100 रुपियाँ पेट्रोल हाल्नु हिँड्ने हो अब एक फनको घुमेर आउँदा पनि अलि प्याक छ अब भ्याइ हो क्या अब भोरेर गइहालौँ हजुरको घर कहाँ हो र दाङका ए बाने उता माथि मेरो सब्सक्राइबर बढाइदिन्छ अब 150 सब्सक्राइबर चाहियो ए हो कति पुग्न 1K पुग्यो रे अब हामी खोलातर्फ लाग्दैछौँ म र विमल किन यो साइडबाट आएको रन झन्नै एक्सिडेन्ट भएकोमा अब यहाँ ट्र्याक्टर लाएर नास्ता पानी खाएर
हामी चाहिँ ट्याक्क लाएर नास्ता खानु अब नआएर खोला जाने हो ट्याक्क लाएर मजा लगाउँछ अनि अब नास्ता खाने अनि हिँडिदिने हो कस्तो देख्यौ र म अब नास्ता मगाएको र अब आउँछ होला 15-20 मिनटमा आउला नि अनि ट्याक्क नास्ता खाएर हिँडिदिने हो भयो बसिस् नि अब हामी डाइरेक्ट खोला यसको आवाज लाउड छ केटा हो अनि त्यस कारणले हल्का आवाज अब कस्तो हुन्छ माइन्ड नगर ल अनि त्यही हो च्यानलमा जो नयाँ हुनुहुन्छ सब्स्क्राइब हालिदिनु होला ओहो 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 शिशिर त पुरो राइडर हो केटा हो 30 गाइस त्यसपछि फाइनली हामी 1K तो अब यहाँ ट्र्याक्टरले भोरेर गएको क्या लामा झन्नै मरेन कि बोलेर राखेर हेर्दा फाल्न त फाल्दैन हेर केटा राइडर हो चम्काइदिउँ न खोलाको माछा नि चम्क्यौँ क्या गाडी यहाँ यसको लाउँछु न अब हामीले खोलाको माछा यो लगेर केटा यहाँ खोलो कस्तो भयो यस्तोमा नहुने हो अब यहाँ यस्तो धमिलोमा खतम भयो नि हाम्रो वेब्स हेर्नु न यहाँ बाबुआ कहाँ नहुने त क्या यस्तो गरौँ त यहाँ नुहाम उता माथि सफा पानी छ त्यही गरेर पखालिदिउँला नि त त्यही गरौँ अनि ट्याक्क लाएर केटा हामी चाहिँ आइसक्यौँ खोला यता बाबु यो खोला हेर नि माले कस्तो मऱ्यो अझै केटाटीहरू त नुहान्थ्यो उहाँहरू नै उहाँ ओए फुङ्गाल्दे एउटा ल उल्टी हान्थ्यो उल्टे ल उल्टी हान ल हान्न ओए ल एक उल्टी हानेर यस्तरी खेल्छन् हेर यो प्युठानतिरका केटाकेटा हेर होला अरूले सक्दैन यस्तो कोहीले सक्दैन यस्तो ल जा ल ऊ त्यो भाइले पुच्छेर हान्छ केटाहरू यस्तो मजाले पौडी खेल्छन् हेर मस्त खेल्छन् यस्तै यता साइडको सफा पानीमा आउँछन् चोखिन्छन् जान्छन् आइज त्यहाँ अब के अन्त केटा नुहाउनु त पऱ्यो होइन यस्तो भयो भने एमा नुहाउने यता आएर पखालिने धेरै धमिलो त छैन यो क्या यो मोबाइलले कलर ग्रेडनेस गर्नु हल्का हल्का सङ्लो हो यो बिचमा सङ्लो हो यता छ त्यस्तो धमिलो त छैन एमा नुहाउने यता माथि छ साइड अनि पखालिने अनि जाने होइन त्यही त होला गर ल कपडा गइदिउँ अब यसलाई पौडी खेल्न यत्रै जान्दैन यसले जम्मै ल बाहुबली ल भेगु दाउ पुरा अब हामी पनि नुहाउँछौँ है ल हेर्नु पौडी खेल्नु जान्दैन भित्री ओइ ल ओए नेपाली डल्फिन गरिदिएर भाइ एकचोटि कति नेपाली डल्फिन गर्न एकचोटि भएन कि यस्तो के बुरुक भेगुता उफ्राएको थियो कि चुप्लुङ चाक उठाएर कि अझै एक दुई के यता
राप्ती खोलामा डल्फिन आज यता गएर फुटामा पनि एउटा क्या पोज्दैन एउटा ल पोज्दैन स्ट्रेट पार्नुपर्छ नि एउटा त्यही हो हामी चाहिँ नुहाएर सकायौँ केटा एकैछिनमा धेरै बेर नुहायो होइन त यस्तो धमिल पानी खायो एक त नत्र धेरै बेर नुहाइन्थ्यो अनि त्यही हो आजको भिडियो चाहिँ यहीँसम्म आजको भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा बताइदिनु ला अनि च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु ला अब चाहिँ हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ फेरि नयाँ नौलो र मिठो ब्लग लिएर आउँछ तपाईँको पुकुलुले अनि त्यसको लागि चाहिँ कमेन्ट सेक्सनमा बताइदिनु ला कस्तो टाइपको भिडियो ल्याउने हो के गर्ने हो भनेर त्यसले पनि मलाई अलिकति सहयोग पुऱ्याउँछ अनि त्यही हो अब चाहिँ हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ बाई बाई डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब टाटा